सबैले सहयोग गरिदिनु होला, सबैले सहयोग गरिदिनु होला। हेर्नुहोस् आज पैसा हराउनु भएको रहेछ। मैले एउटा भिडियो पहिला पनि हालेँ। अहिले यहाँ आफ्नो घरमा आउनु भएको छ, उहाँको हालत यस्तो छ, हेर्नु एकदम दर्दनाक हालत छ। जो कोहीले भेटाउनु भएको छ इमान्दारीपूर्वक त्यो पैसा बुझाइदिनु होला गाइज। बुझाइदिने मान्छेलाई हामीले विशेष पुरस्कारको व्यवस्था पनि बरु गर्नेछौँ। हेर्नुहोस् एकदमै भने त एकदमै अप्ठ्यारो परिस्थितिमा हुनुहुन्छ। अब आफ्नो केही गर्न अब हुनु भनौँ न, छोराले पनि यताउताबाट ऋण कर्ज गाडेर इन्डियाबाट पठाइदिएको पैसा रहेछ गाइज। अब जसले भेटाउनु भएको छ जसको पनि होला हो, अब जो कसैको इमान्दारी जनाइदिनु होला, सक्नुहुन्छ भने चाहिँ दिदिनु होला। मैले भेटाएको छु भनेर यही सूचनालाई आधारित मानि आइदिनु होला गाइज, दिदिनु होला पैसा। यो मरि गएपछि त पुरा त्यो पैसाले क्या हुने जो कोहीले हुने छ। हेर्नुहोस् ल, तपाईँहरूलाई उहाँको हालत देखेपछि शराब पनि लाग्ला, दया पनि लाग्नुपर्छ गाइज। हेर्न सक्नुहुन्छ पानी खा चिन्ता नढल त नसक्दो। ल हेर्नु यस्तो हालतमा हुनुहुन्छ बिचरा, भनौँ न 500 रुपियाँ पनि नपाउने अवस्थामा। हेर्नुहोस् अब यस्तो छ। तपाईँहरू सबैले यो भिडियोलाई हेरेर अब दया माया गरिदिनु होला। जसले लिनु भएको छ, सब धर्म जसले लिनु भएको छ त्यसमा केही पनि गरेन हामी। तपाईँहरूलाई त्यो दण्ड सजाय भन्ने केही पनि छैन। सक्नुहुन्छ इमान्दारपूर्वक दिदिनु होला, यही भन्न चाहन्छौँ। अब अरू के भनौँ, धेरै धेरै फेला पर्यो त्यो लिया। अब त्यो यस्तो उस्तो भन्ने केही छैन। त्यो बुझ्छन् नि छोराहरूले पनि, कहाँ त्यसरी भन्ला त। उनले आफै केही खाएन, केही तमी केही पनि नसोच त भयो। अब ईश्वर भाइ तिमीहरूले पनि यो भिडियो तिमीहरूसँग पुग्यो भने चाहिँ मम्मीलाई हल्का सम्झाउने प्रयास गर्नु। अरू हामीले यहाँ प्रशासनमा यताउता भन्ने काम गरेका छौँ, मम्मीलाई सम्झाउनु भयो है। ल यसो हर कोहीलाई फोन गरेर सम्झाइहाल्नु मम्मीलाई। ल ज्यान छ, सबै छ, ज्यान छैन त्यो पैसा त कति आउँछन् है। ल